नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु यो भिडियोमा। यदि तपाईं अहिले चाहिँ अनलाइन क्षेत्रमा विशेष गरी अनलाइनबाट चाहिँ कुनै पनि सेवाहरू जस्तै वेबसाइट डेभलपमेन्ट, मोबाइल एप्लिकेसन डेभलपमेन्ट, त्यस्तै गरी ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ, त्यस्तै गरी कन्टेन्ट राइटिङ यस्तै तपाईले सेवाहरू अहिले अनलाइनबाट विशेष गरी लोकल कम्पनीहरूलाई चाहिँ सेवा दिइराख्नु भएको छ भने तपाईहरुलाई कुनै न कुनै समयमा पैसा उठाउन गाह्रो भएको हुन सक्छ अथवा पैसा प्रोजेक्ट भइसक्यो तर पैसा चाहिँ तपाईले नपाउनु भएको हुन सक्छ। हो, यही आज यो भिडियोमा चाहिँ म यही जेन्युइन प्रब्लममा चाहिँ छलफल गर्ने छु। एकदम र टपिक हो र म कुनै प्रिपेयर गरेर बोल्ने वाला छैन। जे छ मनबाट जे आउँछ हार्ट टु हार्ट कनेक्सन भएर बोल्दै छु। ओके, यदि मार्केटमा सेवा दिँदै हुनुहुन्छ र तपाईलाई पनि यो फेस भएको छ, यो इस्यु चाहिँ फेस भएको छ भने कमेन्ट गर्न सक्नुहुनेछ। अलराइट, म 5 वर्ष भन्दा बेसी भयो मैले चाहिँ वेबसाइट डेभलपमेन्टको प्रोजेक्टहरु गर्न थालेको लोकल कम्पनीहरुसँग र लोकल कम्पनीहरुसँग काम गर्दै गर्दा सुरुवाती क्रमहरुमा र अहिलेको दिनमा पनि मलाई पैसा उठाउन गाह्रो छ। हेर्नुस्, लोकल कम्पनीहरुसँग काम गर्दा र लोकल कम्पनीहरुसँग काम गर्दै गर्दाखेरि उहाँहरु अब एउटा प्रोजेक्ट लिएर आउनुहुन्छ। पहिलो कुरा त प्रोजेक्ट लिएर आउनुहुन्छ जुन प्रोजेक्ट चाहिँ तपाईको उहाँहरुलाई धेरै आइडियै छैन हैन। अनि त्यसपछि हामी आफ्नै दिमाग लगाएर ल यो राख्नुपर्छ, त्यो राख्नुपर्छ, त्यो गर्ने हो, यो गर्ने हो भनेर हामी आफैले आइडिया दिन्छौं। अनि त्यसमा चाहिँ बल्ल के हुन्छ त कामहरु हुन थाल्छ। अनि कामहरु भइसकेपछि अब कति पटक त तपाई हाम्रो ल भाइ प्रोजेक्ट बनाऊ, म तिमीलाई ढुक्क पैसा दिन्छु भनेर भन्छन्। अनि हामी भर्खर त हो काम सुरु हुँदैछ, बनाइदिउँ न त नि के हुन्छ, पैसा पाइहालिन्छ भनेर त्यो विश्वासले हामीले के गर्छौं त आफ्नो समयलाई चाहिँ उहाँहरुको काममा चाहिँ खर्च गर्छौं। प्रोजेक्टको प्रोटोटाइप बन्छ, प्रोजेक्ट हामीले दिन्छौं। अनि त्यसपछि के हुन थाल्छ, त्यसपछि चाहिँ लफडा यहाँ सुरु हुन्छ। पैसा अनि अब पैसा लिने बेलामा ल सर पैसा दिनु पर्यो, अब काम सकियो भन्न थालेपछि अनि त्यसपछि तपाईहरुको चाहिँ अब फोन सधैं उठ्थ्यो, भेटौं भन्दा भेटिन्थ्यो। अब त्यसपछि त्यो मान्छेको फोन नि उठ्दैन अनि भेटौं भन्दाखेरि भेट्न पनि अलि गाह्रै हुन्छ। त्यस्तै गरी तपाई हाम्रो चाहिँ अब कति पटक चाहिँ नातावादको कुराले गर्दा पनि पैसा चाहिँ पाइदैन अन टाइम अथवा चाहिँ पाइदैन के। धेरै जसो चाहिँ तपाईको चाहिँ भाइ भनेर दाइ भनेर नै यस्तै व्यक्तिहरुले चाहिँ हामीलाई पैसा दिदैनन्। ए भाइ म तिमीलाई पैसा दिइहाल्छु नि यार, तिमी मेरो आफ्नो भाइ या तपाई मेरो आफ्नो दाइ, तपाई ढुक्क बस्नु न, तपाईलाई हामीले दिँदै नदिने हो र त टाढाको मान्छे हो र यस्तै शब्दले हामी तपाईको चाहिँ पैसा पाइदैन। अब कति पटक त तपाईको चाहिँ यो जुन व्यापारीहरु छन् अथवा चाहिँ ठुलठुलो संस्था अथवा कम्पनीहरुका प्रोजेक्ट गर्दै हुनुहुन्छ भने यार तपाई हाम्रो लाखौंमा करोडौंमा हामीले बिजनेस गर्ने मान्छे यार, तपाईलाई जाब त्यो 25-30 हजार 50 हजार 1 लाख को लागि अड्काएर राखौँला हामी भनेको पनि शब्दहरु हुन्छन्। फेरि यो म आफूले रियल फेस गरेको समस्याहरुलाई म तपाईहरु समक्ष व्यक्त गर्दै छु। अब यो 5 वर्ष अगाडि फेस गरेको प्रब्लम पनि हुन सक्छ, यो अहिलेको समयमा फेस गरेको प्रब्लमहरु पनि हुन सक्छ। हेर्नुस्, किन भन्दाखेरि अहिलेको दिनमा पनि हामीलाई पैसा उठाउन गाह्रो छ। अब आज भन्दा झन् 5 वर्ष अगाडि झन् गाह्रो थियो, अहिले झन् गाह्रो छ। अहिले त्यति धेरै त छैन तर अनुभवले अब चाहिँ त्यो लेभलमा पुर्याइसक्यो कि अब चाहिँ उठाउन सकिन्छ नै। तर अधिकांश केही प्रोजेक्टहरु छन् जुन प्रोजेक्टहरुबाट हामीले पैसा उठाउन अन टाइम सक्दैनौं अथवा चाहिँ पैसा उठ्दैन के। अझै पनि छन्, हामीले अझै पनि त्यो पनि एक्सपिरियन्स गरिरहेको दिनहरु छ, अहिले पनि छ है। र अब यो कुराहरु चाहिँ खास किन हुन्छ अथवा चाहिँ कसरी हुन्छ भन्ने हो भने पहिलो कुरा त तपाई हामीले चाहिँ एज अ सोलो गइराका छौं भने एग्रीमेन्ट नै हुँदैन हैन। अब भोलि लिगली एक्सन लिऊ भन्ने हो भने पनि एग्रीमेन्ट हामीसँग चाहिँ केही पनि छैन हैन। अब एग्रीमेन्ट नै नभएपछि त अब हामीले भोलि ल लिगल एक्सन लिन्छु भन्ने हो भने पनि के छ र छैन। तपाई हामीले उल्टो इन्भेस्ट गरे हुन्छौं, डोमेन होस्टिङमा सर्भरहरुमा इन्भेस्ट गरिरहेका हुन्छौं अथवा चाहिँ यदि तपाई ग्राफिक डिजाइनर हुनुहुन्छ, भिडियो एडिटर हुनुहुन्छ भने तपाईको मेन भने त समय बर्बाद भइराछ नि यार हैन। सो समय गइरहेको छ हो। अब यस्तो कुराहरुको चाहिँ हामीले त्यसको पैसै पाइदैन के। त्यो जस्तो विडम्बना कुरा केही होइन, त्यसले गर्दा डिमोटिभेट भइन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ मार्केटमा के छ त, विशेष गरी आइ एम अ वेबसाइट डेभलपर। सो वेबसाइट डेभलपमेन्टको कुरामा केसमा चाहिँ कुराकानी गर्ने हो, यो एप्लिकेसन डेभलपमेन्टको कुरामा केसमा चाहिँ कुराकानी गर्ने हो भने हाम्रो चाहिँ तपाईको मान्छेले यो टेक्निकल कुराहरु त जस्ट अब भिडियो एडिटर भने त्यो काटेछ हालेछ के फरक परेछ र किन गरेछ र भन्छ। अब तपाईको चाहिँ सबैको माइन्डसेटमा के छ, फेरि वेबसाइट डेभलपमेन्ट गर्ने यो वर्डप्रेसबाट बनाएको ड्र्याग एन्ड ड्रप गरेछ बनाछ सकिएछ भनेछ
हैन। अब तपाईको मोबाइल एप्लिकेसन भनेको छ एआईले बनाइदिएको छ, त्यही अब हामीलाई हाले होला दिए होला छँदै छैन के, मान्छेको रेस्पेक्ट भन्ने नै छैन, स्किल्सको रेस्पेक्टै छैन। फेरि गर्ने यहाँ संस्थाहरू पनि छन् फेरि साथीहरू, यहाँ करोडौँमा लाखौँमा प्रोजेक्ट गर्ने संस्थाहरू छन्, आइडियाहरू पनि छन्, गरि पनि रहेका छन्, हामीले पनि गरिरहेका छौँ। तर यहाँ केही जस्ता तपाईँको लोकल तपाईँको चाहिँ केही व्यापारीहरू केही व्यक्तिहरूलाई मैले पोइन्ट आउट गर्दैछु जसले चाहिँ पैसा दिँदैनन्। अब उहाँहरू फेरि म माथि खरो उत्रिन सक्नु होला, फेरि विचार गरौँ है साथीहरू त्यस्तो हुन्छ। हेर्नुहोस् है, तपाईँ हाम्रो चाहिँ के छ त भन्दाखेरि, अनि हाम्रो अर्को के चाहिँ समस्या हो त भन्दा, हामीले चाहिँ जुन व्यापारीहरूसँग चाहिँ अथवा चाहिँ जो कोही व्यक्तिसँग चाहिँ डिल गर्दैछौँ उहाँहरूले किन वेबसाइट बनाउने भन्ने नै एउटा माइन्डसेटै छैन कि उहाँहरूको चाहिँ। जस्तै तपाईँको चाहिँ मार्केटमा ल अब वेबसाइटले चाहिँ खास बिजनेस लिएर आउँछ हैन, बिजनेस ग्रो हुन्छ, वेबसाइट देखाइदियो भने बिजनेस हुन्छ, ट्रस्ट हुन्छ भन्ने त्यति मात्रै हो मान्छेको माइन्डमा। तर त्यो वेबसाइटको युज गरेर कसरी बिजनेस ग्रो गर्ने, कसरी चाहिँ लिएर आउने क्लाइन्टहरू लिएर आउने, कसरी त्यसलाई चाहिँ बेस्ट वेमा चाहिँ हामीले इम्प्लिमेन्ट गर्ने भन्ने कुरा मान्छेलाई थाहै छैन। त्यो कारणले गर्दाखेरि तपाईँ हामीले प्रोजेक्ट बनाएर दिए तापनि उनीहरूले लास्टमा गएर चाहिँ अब त्यति बेला आवश्यक नपर्न सक्छ अनि त्यसपछि एक्सेप्ट गरिदिँदैन। अर्को कुरा के हुनसक्छ त भन्दा, हामीले सुरुमा चाहिँ क्लाइन्टसँग डिल गर्दाखेरि चाहिँ उनीहरूको एउटा माइन्डसेट हुन्छ हैन, यति रिक्वायरमेन्टमा सायद वेबसाइट बन्छ होला भन्छ, अनि त्यसपछि त्यो आउँछ, अब एउटा डिल हुन्छ, अब यतिमा यतिवटा रिक्वायरमेन्टमा चाहिँ अब यति फिक्स प्राइसमा चाहिँ हामीले काम गरिदिन्छौँ है भनेर भन्छौँ, अनि त्यसपछि ओके भनेर काम सुरु हुन्छ। तर अब केही काम भइसकेपछि चाहिँ अनि फेरि क्लाइन्टले रिभाइज गर्छ कि फेरि आफ्नो रिक्वायरमेन्ट, अनि हामीले अब त्यो रिभाइज गरेपछि मेहनत धेरै पर्छ, अनि मेहनत धेरै पछि हामीले पैसा अलिकति बढाउँछौँ, अनि पैसा बढायो भने तपाईँको चाहिँ अब यो स्क्यामर हो पैसा बढाउन थाल्यो, अनि त्यसपछि तपाईँको चाहिँ त्यसपछि त्यहीँबाट त्यो प्रोजेक्ट चाहिँ विथड्र हुन्छ अथवा होल्ड हुन्छ अथवा त्यो प्रोजेक्ट स्टप हुन्छ, जहाँबाट अब हाम्रो पैसा आउँदैन हो। यस्तो कुराहरूले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ पैसा नउठ्ने हो। र अर्को कुरा पनि के छ त भन्दाखेरि साथीहरू, अहिले मार्केटमा तपाईँको चाहिँ स्क्यामरहरूको पनि कमी छैन के, त्यो भएर पनि हो हैन। मान्छेहरूले तपाईँको चाहिँ स्क्यामिङ गरेको छ, हिँडेको छ, जस कारणले गर्दाखेरि चाहिँ जस्तै सस्तो बजेटमा वेबसाइट बनाइन्छु, अरे बाबा 6000 मा वेबसाइट बनाइन्छु भनेर मैले अस्ति विज्ञापन देखिरहेको थिएँ हैन, 8000 मा वेबसाइट बनाइन्छु भनेर विज्ञापन देखिरहेको थिएँ हो। यस्तै तपाईँको चाहिँ अब त्यहाँबाट ठोकिएर फेरि मसँग आएका धेरै व्यक्तिहरू पनि हुनुहुन्छ प्रोजेक्ट गर्नुमा हैन, पैसा दिएरै गराउनु पनि भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँ हाम्रो चाहिँ मार्केटमा एउटा सिमिलरिटिज पनि हुन जरुरी छ, युनिफर्म पनि हुन जरुरी छ, र यो स्क्यामहरूबाट हामी बच्न पनि जरुरी छ र बचाउन पनि जरुरी छ। त्यो तपाईँ हाम्रो चाहिँ एउटा जिम्मेवारी पनि हो है। त्यो कारणले गर्दाखेरि मार्केटबाट चाहिँ पैसा उठाउन अलिकति हम्बे हुने हो है। सो अबबाट तपाईँ हामीले चाहिँ कुनै पनि प्रोजेक्टहरू लिँदा चाहिँ पहिला सुरुमा चाहिँ जहिले पनि प्रोजेक्टको रिक्वायरमेन्ट डिटेल्स र प्रोजेक्टको ब्याकग्राउन्ड अथवा चाहिँ मान्छेको ब्याकग्राउन्ड बुझ्न जरुरी छ। त्यसपछि अब हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि, कुनै पनि प्रोजेक्ट लिनुभन्दा अगाडि केही पर्सेन्टेज चाहिँ हामीले पहिले नै प्रिपेमेन्ट लिने है। जस्तै 40% 50% भनेको कमन हो हैन। त्यति लिइसकेपछि काम सुरु गर्नुस्, र त्यो 30-40% जति तपाईँको जति त्यो काम हुन्छ नि, त्यो काम भइसकेपछि चाहिँ अब हामीले के गर्नु पर्यो त भन्दाखेरि, त्यतिको काम हामीले भएपछि अब फेरि अर्को पेमेन्ट माग्ने हैन। तपाईँको चाहिँ हामीले चाहिँ फेरि वेजेसहरू बढाउँदै तपाईँको चाहिँ टाइमहरू मिलाउँदै त्यसरी पैसा मागियो र तपाईँको टाइम अन टाइम पेमेन्ट भयो भने त्यसरी चाहिँ तपाईँको पैसा उठ्छ र काम गर्न पनि मजा आउँछ हैन। यदि होइन भने चाहिँ साथीहरू एउटा लिगल एग्रिमेन्ट पेपर पनि गराउने, लिगल्ली तपाईँको चाहिँ एग्रिमेन्ट पनि गर्ने हैन। त्यो भयो भने चाहिँ पैसा आउने चान्सेस हुन्छ, अन्यथा तपाईँको चाहिँ फेरि त्यही हो, अन्तिममा गएर तपाईँ हामीलाई उल्लु नै बनाउँछन् फेरि है। सो यसर्थ तपाईँ हामीले चाहिँ बस्न जरुरी छ, किनकि तपाईँ हाम्रो समय भनेको एकदमै इम्पोर्टेन्ट समय हो। यदि तपाईँ सिक्दै हुनुहुन्छ, डेभलपर प्रोफेसनल डेभलपर हो भने तापनि यस्तो कुराहरूबाट तपाईँ हामी बस्न जरुरी छ। सो म एकदमै टपिकमा र तपाईँको चाहिँ कुनै पनि प्रिपरेसन बिना आफ्नै एक्सपिरियन्सको आधारमा म तपाईँहरूलाई भनेको छु। इफ यो भन्दा बाहेक अरू के हुन सक्छन् त्यो विषयमा पनि तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ, इफ तपाईँसँग कुनै एक्सपिरियन्स छ भने। ओके, र यहाँ पैसा तिर्नेहरू पनि छन् फेरि है साथीहरू। फेरि पैसा तिर्नेहरूलाई म केही भन्दिनँ, फेरि राम्रो तरिकाले पैसा पेमेन्ट गर्नेहरू पनि छन् हैन। भन्यो भन्दा अगाडि अझै पेमेन्ट गर्ने क्लाइन्टहरू पनि हुनुहुन्छ हैन, हामीसँग नै हुनुहुन्छ। कति
क्लाइन्टहरू र मेरो विदेशी अनुभवमा विदेशी क्लाइन्टहरूसँगको अनुभवमा चाहिँ मैले सुनेको छु केही व्यक्तिहरूले ठगेको पनि छन् वेबसाइटको प्रोजेक्ट दिइसकेपछि अनि ठगेको पनि छन् गायब भएको पनि छन् भनेर मैले चाहिँ सुनेको छु तर मेरो अनुभवमा चाहिँ जे होस् ईश्वरको कृपाले अहिलेसम्म बाहिरको प्रोजेक्ट गर्दा चाहिँ राम्रै पेमेन्ट भएको छ र राम्रै तरिकाले हामीले रिसिभ पनि गरेका छौँ हैन अहिलेसम्म चाहिँ त्यसरी हामीलाई चाहिँ स्क्यामिङ भएको छैन बाहिरको र बाहिरीसँग काम गर्दाको मजा अर्कै छ फेरि हेर्नुस् है एकचोटि तपाईको चाहिँ पेमेन्ट भयो एउटा रिक्वायरमेन्ट भएपछि त्यसको पेमेन्ट यति फिक्स हुन्छ र त्यो फिक्स भएपछि सकियो के अर्को रिक्वायरमेन्ट आयो भने पेमेन्ट एड हुन्छ त्यसमा तपाईको चाहिँ क्लाइन्टहरुको केही उनी अब्जेक्सन नै हुँदैन है त्यो कारणले गर्दाखेरि तपाई हामी अहिलेको समयमा मार्केटमा जानको लागि चाहिँ यसरी नै सुरु गर्यो भने चाहिँ राम्रो हुन्छ सजिलो हुन्छ र अगाडि बढ्नुस् तपाईहरुसँग कुनै अनुभव छ भने मलाई अवश्य पनि शेयर गर्नु होला कमेन्ट मार्फत र यदि तपाई पहिलो पटक हाम्रो यस च्यानलमा आउनु भएको छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु होला र साथमा रहेको बेल आइकनलाई क्लिक गर्न नभुल्नु होला अझै म तपाईहरुसँग चाहिँ अझै इन्ट्रेस्टिङ टपिकहरुमा अझै यसरी नै र तरिकाले मनको कुरा मनसँग गर्नेछु र अवश्य पनि हामी अर्को भिडियोमा भेटौँला सी यू देयर